खासमा मलाई यहाँ किन बोलाउनु भयो हजुरले? मैले अब अस्ति तिम्रो त्यहाँ उता नक्सालमा भेट्दाखेरि चाहिँ मोमो र चाउमिन खाइदिएको थिएँ। त्यही भएर चाहिँ मलाई भाइलाई पनि मेरो तर्फबाट केही होस् न त भनेर आज यसो मेरो ठाउँमै मेरो घर एरियातिर चाहिँ बोलाएर भाइलाई चाहिँ यसो स्वागत गर्न मन लागेर आज मेरो तर्फबाट जे जे खान्छु सबै तिमीलाई। भनेपछि अस्ति मोमो र चाउमिन खाएको कारणले आज चाहिँ मैले तपाईँको हान्ने हो? हान्ने भन्दा पनि मेरै तर्फबाट अब कमेन्टहरू हेरेँ मैले, अनि कमेन्टमा हेर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ दोष मलाई नै देखिया छ। त्यही दोषलाई चाहिँ मैले निर्दोष बनाउनको लागि पनि आज चाहिँ यो लगनघाटमा बोलाएर चाहिँ यसो केही के छ स्पेसल? मोमो चाउमिनै हो कि अन्य? होइन अन्य छ, यहाँ सेकुवा छ, अब त्यस्तै चिकन चिल्ली। चिकन चिल्ली। अब यसमा फेरि तपाईँको म त ननभेज खाँदिनँ हेर्नु है। अब के छ भेजको लागि? पनिर टिक्का, पनिर मोमो, भेजमा सलाद छ यसकै लागि। भनेपछि अब जे होस् भेज आइटम आउँदैछ। जे होस् भेज आइटम आउँदैछ। अब लिक्वरमा चाहिँ अब हामी कोही पनि अब यस्तो मद्यपान नगर्ने भएर मैले चाहिँ यसो फ्यान्टा भनेको छु। ठिक छ ठिक छ। फ्यान्टामै टारौँ। अब दसैँतिर चाहिँ वर्षमा आउने चाडबाडमा चाहिँ एकचोटि गर्नुपर्छ। जे होस् तपाईँलाई पछुतो भयो भाइको मोमो र चाउमिन खाइदिएको कारणले, अनि होइन गल्ती मेरै हो अब भन्ने सोचेर तपाईँले बोलाउनु भयो। त्यही भन्नु पर्यो। अब त्यो दिन यता गणेश भाइको तिमीले खाइदिएदेखि खास त म त अलिक पछि आएको थिएँ नि त, यसो हेरेको गणेश भाइको खाइदियो भनेपछि मैले चाहिँ किन नहुने त भनेर तिमीहरू दुइटा बिच त्यहाँनिर खोइ वार्तालाप भइरहेदेखि यो खानेकुराको विषयमा, र मैले चाहिँ योभन्दा बरु आफैले दुइटाको हान्दिउँ न त भन्ने सोचेर हान्दिएँ। जोस् मलाई मजा पनि लाग्यो, त्यो दिन लाख भोक पनि लागेको थियो। त्यही कुरो भनेपछि गणेशलाई पनि बोलाउनु भएको छ, आउँदैछ कि के? गणेश आउँदैछ। खोइ 5 मिनट भन्थ्यो, उसको फेरि बाइक चलाइ त्यही हो, बाइक चलायो कि ट्र्याक्टर चलायो, आधी घन्टा लाउँछ त्यो मलाई राम्ररी थाहा छ। आउँछ गणेश। बोलाउनु भयो, खुसी लाग्यो।